हेलो हाई नमस्ते एभ्रिवान वेलकम टु माई युट्युब च्यानल र आज चाहिँ मैले एउटा नयाँ रेसिपी है जो चाहिँ जङ्गलको सब्जी है जसको नाम चाहिँ गुर्गो हो यसको रेसिपी लिएर आएको छु र मैले पनि फर्स्ट टाइमै यसलाई एक्सपिरियन्स गर्दैछु र यसलाई केलाउँदाखेरि चाहिँ अलिकति सावधान हुनुपर्ने हुँदो रहेछ र मेरो भिडियो चाहिँ मेरो नानीले गरेको हुनाले गर्दाखेरि बेबीले गरेको हुनाले गर्दाखेरि अलिकति केही छ होला हजुरहरूले हेरिदिनु होला राम्रो छ गुर्गोको सब्जी एकदमै टेस्टी हुन्छ है यसलाई चाहिँ यसरी मजाले उमालिदिइसकेपछि चाहिँ उमाल्नुपर्ने हुन्छ र यो उम्लिसकेपछि चाहिँ यसलाई निचार्नुपर्ने हुन्छ पाकुन्जेलै यसलाई उमाल्नुपर्छ मजाले पाक्ने गरी पाकिसकेपछि चाहिँ र ठ्याक्कै ग्यास अफ गरिदिएर चाहिँ म यो नेटले यसलाई निकाल्दैछु र निकालेर चाहिँ यसलाई यसरी तराउनु पर्ने हुन्छ र तराउने क्रममा म यसलाई निचार्नु पनि पर्ने हुन्छ र अब चाहिँ भने म यहाँनिर तेलहरू खराएर है अलिकति पाँचफोरन प्याज लसुन खुर्सानीहरू यसलाई अलिकति झानिदिएर अनि झानेपछि चाहिँ तेल मजाले खरिसकेपछि खुर्सानी पाँचफोरनहरू हालेर है लसुन पनि हालेर चाहिँ म अलिकति यसलाई भुट्छु अनि प्याज अलिकति रातो नहुन्जेलसम्म प्याजमा रेडनेस नहुन्जेलसम्म यसलाई पकाएर चाहिँ अनि त्यसको पछाडि यसमा टमाटरहरू हालिदिएर है मजाले यसलाई चलाएपछि टमाटर अलिकति पाकेपछि चाहिँ यसमा मसला हाल्नुपर्ने हुन्छ मसला चाहिँ अदुवा लसुन त छ र साथमा है हर्दीहरू नुनहरू त्यो टमाटर पाक्नुको लागि मैले हालिदिन्छु अनि हालिसके पछाडि चाहिँ नुन अलिकति अब अहिले स्वादअनुसार हालेर त्यसको पछाडि चाहिँ म मसलामा जिरा पाउडर धनियाँ पाउडर चिकन मसला है के छ अब हजुरहरूसित एभाइलेबल मसलाहरू हालिदिइसकेपछि चाहिँ यसलाई मजाले पकाउनु पर्ने हुन्छ मजाले यो जबसम्म मसला पाक्दैन तबसम्म चाहिँ म यसलाई पकाउँछु मजाले चलाउँछु है टमाटर चाहिँ अलिकति यसमा धेरै हाल्नुपर्ने हुन्छ किनभने टमाटर धेरै हाल्यो भने चाहिँ यसको जुन चाहिँ छिलाउ हुन्छ नि त यसले बुरबुर मिठो हुन्छ मिठो चाहिँ धेरै मिठो हुन्छ तर यसले छिलाउनाले गर्दाखेरि चाहिँ यसमा टमाटर धेरै हाल्नुपर्ने हुन्छ है र मैले यहाँनिर अघि सेलाइकन साइड गरिरहेको थिएँ तराएर यसलाई चाहिँ नुन पानी मजाले उमाल्नुपर्ने हुन्छ है अनि उमालेपछि मात्रै यसको उयोहरू जान्छ जुन चाहिँ छिलाउनु पार्टिकल्सहरू हुन्छ त्यो जान्छ है त्यो मजाले चलाइदिइसकेपछि चाहिँ स्वादअनुसार नुनहरू हजुर टेस्ट गरेर यति टेस्टी हुँदो रहेछ है र यो चाहिँ अब रिच अफ आइरन पनि हो यो सब्जीमा चाहिँ यो गुर्गोमा चाहिँ जङ्गलको सब्जी हुनाले गर्दाखेरि चाहिँ यसमा धेरै प्रकारको आइरन्सहरू है पनि पाइन्छ र धेरै मिठो हुन्छ तर अलिकति बिबेर हातहरू चिलाउँछ है केलाउँदाखेरि चाहिँ एकदमै सावधानी प्लास्टिकहरू लगाएर चिलाउँदा पनि हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ